खायो भोले भोले बम बम भोले गाजा खायो भोले या हेलो गाइज के छ नमस्ते सबै एभ्रिवान मेरो देश विदेशमा रहनु भएको सम्पूर्ण मेरो दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो न्यानो नमस्ते टक्राउन चाहन्छु। आज म कहाँ छु भगवानको दर्शन गर्न आएको छु। हजुरहरू पनि आउनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। लेट्स गो गाइज न्यू भ्लगमा सबलाई वेलकम छ। अन्तिमसम्म हेरिदिनु होला भनी अनुरोध गर्न चाहन्छु। धन्यवाद। मसँग हुनुहुन्छ मेरो दादा र मसँग ईश्वरनी कुनै देवबुचु दाइबुचु दाइबुचु वा रेउको नि किमास्ता आसोबे नि किमास्ता गारा आसोको किमास्ता आसोबिनी किमास्ता सो निहंगो हगारा नाइ जेन हगारा नाइ निहंगो हगारा नाइ त खानके नाइ कुनी थियो कतोबा दाइजो बुदेश जाँदै छौं गौतम बुद्ध भेट्न हैन। दादा हामी कहाँ जाने रे? यो बुद्धको मुनिसम्म पुग्यो। ए दुलो रहेछ नि त मुनिमा हो र। अनि दुलो नहुने त चान्सै छैन नि। अलि जुम गरौँ है त। खै ए छातीमा पो रहेछ। त्यही भएर त बच्चा जन्माउनु भएको रहेछ धेरै। तर बाउ चाहिँ हाम्रै नेपालको हो। बाउ पनि नेपालको हो र। मेन बाउ चाहिँ नेपालको। कस्तो अलि कडाइ रह त बाउ त। यति ठुलो पाउने रहेछ छोरी। बाउ सेक्सी छ नि। त्यही भएर नेपालको रे। त्यही भएर हो। यहाँ पुलिस पनि रहेछन् है। हुँदो र पुलिस हुन् कि सेक्युरिटी हुन्? सेक्युरिटी होला भाइ। अनुहार त पुलिसकै जस्तो छ। यहाँ रोक्ने हो कि यार मेरो चुरिङ्गुको साथीहरू हो र। मिथुन मिथुनको मैले उ गरेको थिएँ ग्रुपमा बाइक राइडर्सहरूसँग। अनि मैले ग्रुपबाट हटाएँ कि मितोको खतरा थिएँ। उहाँ गएको थिएँ कि कुसिमामा। अनि बुढाहरू चाहिँ 1000 सीसी 2000 सीसीको 800 सीसीको त्यस्तो बाइक चढ्दै। ओ ठिक छ त ल। अब छ गौतम बुद्ध कहाँ जन्मे रे? नेपालमा। तर यहाँ किन? हामी यहाँ घुम्न आएको त हेरे त्यही भएर चेक गर्नुपर्छ होइन। सोदेश्ने सोनन्दा तर उनीहरू बोक्चे जस्ता छन्। बोक्चे बाक्चीहरू। हामी को रे? हामी यो जापानको एकदमै पपुलर ब्लगर हौ। त्यही भएर दादा के रे यो के रे यो गौतम बुद्ध कति फिट माथि छ रे? यो 4000 फिट माथि छ भन्ने कुरा चाहिँ हामीले जानकारीमा आछ। 4000 फिट। 4000 फिट यो गौतम बुद्ध दाइबुचु भनेको चाहिँ मूर्तिलाई दाइबुचु भन्छ रे हैन। अनि दाइबुचु भने चाहिँ ठुलो मूर्ति भनेको के? ए दाइबुचु भनेको दाइ भनेको ठुलो। दाइ भनेको दाइ बुझ्नु। दाइबुचु भनेको बुचु भनेको मूर्ति। दाइ भनेको सानो हुँदैन नि। दाइ भनेको दाइ म भन्दा ठुलो हुनुहुन्छ त्यही भएर दाइबुचु। यी माछा हुन् कि के हुन्? यो साकाना हो भाइ, माछा होइन। साकाना हो। यो साकाना यो माथिको हो। यो ठुलो साकाना ताखाई साकाना ठोक्ने रहेछ यहाँ होइन। महँगो आउने होइन दाइ के रे? ठोक्ने हामी ठोक्ने हो रे। तर ठोक्ने चाहिँ ठोक्ने हो। कसलाई ठोक्ने हो भन्ने हो अहिले थाहा हुन्छ फेरि। ठोक्ने हो ठोक्दिने हो सिधै हान्दिने। लेट्स गो। म त कपडा समात्छु। यता छ मेरो कपडा। गौतम बुद्ध उता हुनुहुन्छ। गई दाइ नमस्ते गर्नु त। धेरै पढ्न आओस् हामीलाई। पढ्न आओस्। हाम्रो काम चाँडै सफल होस्। हामी चाँडै पास हौँ। गौतम बुद्ध भस्सै 1 2 3 4 भस्सै हान्नु न। भस्काउने हो क्या त्यहाँ। घन्टी बज्यो। अघि क्या बजाउने भने यही हो हामीले बजाउने। हामीलाई कसैले रोक्ला जस्तो छैन। पनि भेटिँदैन भन्ने हामीलाई लागिरहेछ। दाइको ठुलो सोख थियो यो रोडमा। भाइ एउटा भिडियो बनाइदेऊ न भनेर भन्नु भएको थियो। हावाले गर्दा केही सुने होइन। तपाईँले सुन्नुहोस् है गाइस र थ्याङ्क यू।
भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिइदिनु होला भन्दै यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला र सब्स्क्राइब गरिदिनु होला युट्युब च्यानलमा। यस्तो नै राम्रो भिडियोहरू ल्याउनेछौँ। धेरै धेरै धन्यवाद।